चाहिँ छिटो आइज भनेर भन्नुहुन्छ, तँलाई हेर्न मन छ भन्नुहुन्छ। त्यो सुन्दाखेरि चाहिँ साथीहरू मम्मी बाबासँग स्कुल हिँड्दाखेरि हात समाउँदै जाँदाखेरि अब सबैको रहर हुन्छ होइन, मम्मी बाबासँग बस्ने त्यस्तै सानो रहर त थियो। अब हात समाउँदै जान पाउँदा कस्तो हुन्थ्यो होला स्कुल भन्ने एकदमै धेरै बुझेँ। झन् उहाँभन्दा पनि म यति म्याच्योर चाहिँ यहाँ आएर भएको जस्तो लाग्छ होइन, किनकि अब यो सबै कुरा देखिन्छ नि त आफ्नै आँखाले। अब मम्मी बाबालाई भन्न नसके पनि आफूले देखिरहेको हुन्छ नि त कसरी मेहनत गर्नुभएको छ, के गर्नुभएको छ, हाम्रो लागि कति सङ्घर्ष गर्नुभयो भनेर। नयाँ सहर होइन, नयाँ साथीहरू, नयाँ स्कुल, केही पनि आउँथेन। एउटा सानो चिज गर्दाखेरि पनि एकदमै हात काम्थ्यो, डर लाग्थ्यो। नमस्कार, म निर्मला। कार्यक्रम नर्मदा पोडकास्टमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। आजको हाम्रो बसाइमा एकजना युवा अतिथि हुनुहुन्छ र उहाँसँगको हाम्रो कुराकानी रहनेछ, जसले नेपालमा कक्षा 10सम्म अध्ययन गरेर बाँकीका पढाइलाई जापानबाट निरन्तरता दिइरहनु भएको छ। आजको यो बसाइमा हामी उहाँले पाउनुभएका अवसर, चुनौतीका विषयमा हामी कुराकानी गर्नेछौँ। कार्यक्रममा उहाँलाई स्वागत गरौँ। आज कार्यक्रम नर्मदा पोडकास्टमा तपाईँलाई बोलाउन पाउँदाखेरि म एकदम धेरै खुसी छु। आज हामी सामान्य कुराकानी, तपाईँका जीवनका कुराकानी गर्नेछौँ। तपाईँलाई धेरै धेरै स्वागत छ। आफ्नो परिचय दिनुहोस् न। नमस्कार, मेरो नाम गैरी सुमिका हो र म चाहिँ अहिले जापानको विद्यालयमा पढिरहेको छु र आज यहाँ सबैको सामु बोल्न पाउँदा म अत्यन्त खुसी छु। नेपालको कुन ठाउँमा चाहिँ हुनुहुन्छ? म चाहिँ नेपालको चितवनबाट हो। तपाईँले नेपालमा कहाँसम्म पढ्नुभयो? मैले चाहिँ नेपालको 10सम्म पढ्दा पढ्दै म जापान आएकी हुँ। कम्प्लिट चाहिँ गरिनँ मैले, यासी दिनुभन्दा हल्का अगाडि चाहिँ म जापान आएकी हो। त्यसपछि मैले चाहिँ जापानकै स्कुलमा चाहिँ अरू सबै पढाइहरू पुरा गर्दैछु अहिले। अनि नेपालमा पढ्दै गर्दा चाहिँ जापान आउने सोच कसरी बनाउनु भयो? नेपालमा पढ्दै गर्दा चाहिँ एउटा ड्रिम्सहरू थियो होइन, अनि अपर्च्युनिटीहरू अनि सबै कुराहरू हेर्दाखेरि चाहिँ मलाई जापान चाहिँ एकदम धेरै मनपर्ने थियो, किनकि एनिमीहरूले गर्दाखेरि होइन, डोरेमोनहरू यस्तो हेरिन्छ नि हामीले सानोमा, त्यस्तो हेर्दा हेर्दै लाइक एउटा जापान चाहिँ एउटा ड्रिम कन्ट्री थियो। अनि त्यसपछि मेरो बाबा पनि जापानमै हुनुहुन्थ्यो होइन, जापानमा बिजनेस गर्नुहुन्छ। त्यही अनि सोच्दा सोच्दै अब अब के गर्ने होला फ्युचरमा भन्ने सोचेँ होइन। अब अपर्च्युनिटीहरू पनि धेरै नै जापानमा पाएँ मैले नेपालभन्दा। अनि आफ्नो ड्रिमहरूलाई पनि फुलफिल गर्नको लागि के गर्दा हुन्छ भन्दाखेरि चाहिँ म जापान आएकी हो, बाँकी पढाइ पुरा गर्नको लागि। तपाईँको आफ्नो बाबा यता हुनुहुन्थ्यो जापानमा भन्नुभयो होइन, तपाईँ कक्षा 10 पढ्नुभन्दा अगाडि पनि जापान आउनुभएको थियो? हजुर, म कक्षा 10 पढ्नुभन्दा अगाडि पनि आउने जाने गरिरहेको हुन्थेँ। कति पटक जस्तो आउने जाने गर्नुभएको थियो? 2-3 चोटि, धेरै त होइन, 2-3 पटक। कति वर्ष भयो बाबा आउनुभएको? बाबाको चाहिँ यहाँ जापानमा बिजनेस भएको अहिले 22 इयर्स हुन लाग्यो। हजुर। अनि अब बाबाको बिजनेसले गर्दा बाबा चाहिँ नेपालमा खासै जान नपाउने। अनि अब हामी सबै फ्यामिलीहरू अब नेपालमा थियौँ, त्यही भएर चाहिँ सबै फ्यामिलीहरू बाबालाई भिजिट गर्नको लागि चाहिँ एक वर्षमा आइरहेको हुन्थ्यौँ हामीहरू। अनि बाबालाई भेट्नको लागि चाहिँ हामी आउने जाने गर्नुभयो सुरुमा र पछि चाहिँ यतै बस्ने निर्णय गर्नु? हजुर, पछि चाहिँ अब आउने जाने गर्दाखेरि पनि नेपालको पढाइ पनि बिग्रिएको जस्तो लाग्यो। अब एजुकेसनको लागि के गर्दा हुन्छ त नि, अब पढाइ के सुधार्नको लागि भन्दाखेरि चाहिँ अब जापान पनि अब राम्रो छ एजुकेसन भन्ने सुने मैले। अब सबैले वरिपरिको मैले चिनेको सबै व्यक्तिहरूले पनि मलाई सुझाव दिनुभयो कि अब तिमी जापानको पढाइ पनि राम्रो छ, अब तिमीले ट्राई गर्यो भने होइन, ल्याङ्ग्वेजहरू सिक्यौ भने एक दिन त तिमी पक्कै सक्सेसफुल हुन्छौ भनेर। त्यसपछि मैले अब के गर्दा हुन्छ भनेर मलाई सोध्नु भएको थियो सबैले। अब मेरो डिसिजन चाहिँ अब थियो मेन होइन, बाबा मामीसँग पनि सँगै बस्न पाइने। हजुर, अब बाबा पनि सधैँ जान पाउनुहुन्थेन नेपाल। अनि सानैदेखि अब बाबा मम्मी बिना बसेको थिएँ, आमा बुवाहरूसँग हजुरआमाहरूसँग बसेको थिएँ। अब के गर्दा हुन्छ त नि, सबै फ्यामिली पनि सँगै बस्न पाइने, पढाइ पनि हुने भन्दै अनि ल अब जापानै बसौँ न त भनेर सोचेँ। पहिला चाहिँ बाबा र मामु चाहिँ जापानमा हुनुहुन्थ्यो, तपाईँ हजुरबहादुरसँग हुर्किनु भयो? हजुर। पहिला आउँदाखेरि जापान कस्तो लाग्थ्यो? पहिला आउँदाखेरि चाहिँ अब एकदमै सुन्दर थियो होइन, नेपालभन्दा त एकदमै फरक थियो रुल्सहरू। अनि त्यसपछि चाहिँ डिसिप्लिन हुन्छ नि। मामु बाबासँगै बसौँ जस्तो लाग्थ्यो त्यतिखेर पनि?
अब सानो हुँदाखेरि त लाग्थ्यो नि अब साथीहरू मम्मी बाबासँग स्कुल हिँड्दाखेरि हात समाउँदै जाँदाखेरि अब सबैको रहर हुन्छ होइन मम्मी बाबासँग बस्ने त्यस्तै सानो रहर त थियो अब हात समाउँदै जान पाउँदा कस्तो हुन्थ्यो होला स्कुल भन्ने त्यस्तो सोचिन्थ्यो त्यतिखेर सोच्नुहुन्थ्यो सानोमा अनि अलि ठुलो हुँदै जाँदाखेरि अब बुझ्ने भइयो अब अब सबै विदेश जानै पर्दो रहेछ भन्ने अब सोचियो। अनि बाबा मामुसँग बस्न पाउँदा खुसी हुनुहुन्थ्यो? अब अहिले चाहिँ बाबा मम्मीसँग बस्न पाउँदा चाहिँ एकदमै धेरै खुसी छु होइन। साथ छ अनि सपोर्ट गर्नुहुन्छ होइन, केही पर्यो भने एकदम खुलेर भन्न सक्छु। पहिला चाहिँ बुवा आमासँग बस्दाखेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ माया चाहिँ एकदमै धेरै गर्नुहुन्थ्यो, तर हामीहरू बिच एउटा जेनेरेसन ग्याप छ नि, जसले गर्दा चाहिँ अलिक कुरा बुझ्नुहुन्थेन के। अब यो चाहिए भन्दाखेरि मम्मी बाबालाई भन्दा धेरै नै सजिलो हुन्छ, अब बुवा आमालाई भन्दाखेरि चाहिँ त्यति सजिलो हुँदैन। अब माया धेरै गर्नुहुन्थ्यो तर जेनेरेसन ग्याप थियो, जसले गर्दा चाहिँ बुझ्न गाह्रो हुन्थ्यो उहाँलाई, मैले चाहिँ बुवा आमालाई बुझ्न गाह्रो हुन्थ्यो। कतिपय कुराहरू खुलेर बाबा आमासँग जसरी सेयर गर्न सकिन्न के, जसरी नै सकिँदैन। अब बुबा आमा भन्ने बित्तिकै कस्तो अब हुन्छ नि, एकदमै सबै कुरा भन्न सकिन्छ, यस्तो चाहिएछ उस्तो चाहिए, रुन सकिन्छ, कराउन सकिन्छ, सबै गर्न सकिन्छ। तर हजुरबुवा हजुरआमासँग चाहिँ अलिक गाह्रो नै हुन्छ, आफै बुढो भइसक्नु भयो भन्ने सोचिन्छ एउटा माइन्डले चाहिँ, अनि अर्को माइन्डले चाहिँ यस्तो भइदिएको भयो नि, यस्तो चाहिए उस्तो चाहिए, बुझिदिएको भयो नि भन्ने टाइपको हुन्छ। त्यसो हुन्थ्यो तर अहिले छैन। अहिले चाहिँ एकदमै धेरै खुसी छु। तपाईँले जापान आउँदाखेरि आफ्नो बाबा मामुलाई आफै सोच्नुभयो कि अब तिमी आऊ भन्ने सोच्नुभयो कि तपाईँले अब चाहिँ म जापान आउँछु भनेर जिद्दी गर्नुभयो? यो चाहिँ के हो भन्दाखेरि चाहिँ अब त्यहाँ चाहिँ मेरो बाबा मम्मीको साथ सपोर्ट नै छ म जापान आउनको लागि, अनि मेरो डिसिजन पनि छ यसमा होइन। मैले आफ्नो बेटर फ्युचरको लागि अनि बुबा मम्मीको साथको लागि अनि त्यसपछि जापान आएको थिएँ। अनि बाबा मम्मी पनि मसँग बस्न चाहनुहुन्थ्यो, किनकि सानैदेखि हामीहरू सँगै थिएनौँ, अनि अब त बस्न पाइन्छ कि भनेर होइन, सँगै अब टाइम स्पेन्ड गर्न पाइन्छ कि भनेर जापान मलाई भन्नुभएको थियो। अब जापानमा आउँछौ कि क्या गर्छौ भनेर सोध्नु भएको थियो। त्यसपछि मैले पनि एकदमै आफ्नो फ्युचरको लागि भनेर अनि आफ्नो गोल्स एम्सहरू होइन सबै, सानोमा आफ्नो बाबा मामुसँग को जुन सपना थियो त्यो पुरा पनि गर्नु थियो, सबै पुरा गर्न थियो। त्यही माथि हल्का चाहिँ गाह्रो पनि भएको थियो होइन, हल्का होम सिकनेस भएको थियो। साथीहरू सबै त्यही थियो, हजुरबा हजुरआमा सानैदेखिको मेमोरिजहरू सबै अब नेपालमै थिए। त्यसपछि अब जापान आउँदाखेरि चाहिँ हल्का गाह्रो त भएको थियो सुरुमा। त्यसपछि चाहिँ अहिले चाहिँ सबै पर्फेक्ट छ त भन्दिनँ, तर पनि एकदमै धेरै खुसी छु, एकदमै धेरै सबै भएको कुरा भइरहेको छ होइन, कोसिस गर्दैछु। सुरुमा तपाईँ नेपालमा हुँदा अब जापान जाँदैछु उतै पढ्दैछु भन्दा सबैभन्दा डर के थियो? सबभन्दा धेरै डर भनेको मलाई सायद ल्याङ्ग्वेजको थियो। नयाँ सहर होइन, नयाँ साथीहरू, नयाँ स्कुल, केही पनि आउँथेन। एउटा सानो चिज गर्दाखेरि पनि एकदमै हात काम्थ्यो, डर लाग्थ्यो बाहिर जाँदाखेरि के हुने हो अब भन्ने हुन्थ्यो होइन। स्कुलमा सुरुचोटि जाँदाखेरि पनि साथीहरूले बोलेको भाषा केही पनि बुझेको थिएन मैले, कतै मेरो बारेमा नराम्रो भनेका हुन् कि के बोलेको हो भन्ने हुन्थ्यो। अनि स्कुलमा सानो सानो अनाउन्समेन्टहरू हुन्थ्यो होइन माइकबाट, त्यो पनि कतिपय कुराहरू चाहिँ एकदमै बुझ्न गाह्रो हुन्थ्यो। अब सानो सानो कुराहरू बुझ्न गाह्रो हुन्थ्यो, तर सजिलै भयो पछि त। अहिले भाषा नबुझ्दा कस्तो खालका चाहिँ समस्याहरू आयो स्कुलमा? भाषा नबुझ्दाखेरि चाहिँ पढाइमा सबभन्दा ठुलो समस्या भनेको चाहिँ पढाइमा आयो। हजुर। अनि तपाईँ जापान आइसकेपछि सबैभन्दा अचम्म लागेको कुरा चाहिँ के लाग्यो? सबैभन्दा अचम्म लागेको कुरा चाहिँ मलाई जापानको डिसिप्लिन है, अनि त्यसपछि चाहिँ लाइक टाइम म्यानेजमेन्ट, अनि स्कुलमा स्टुडेन्टहरूले गर्ने सरसफाइहरू। हजुर। स्कुलमा चाहिँ हामीलाई आफै सरसफाइ गर्न लगाएको हुन्छ स्कुलको होइन, आफूले नै सबै सरसफाइहरू गर्नुपर्छ। अनि त्यसपछि चाहिँ लाइक स्टुडेन्टहरूलाई चाहिँ एकदमै इन्डिपेन्डेन्ट गराउँछ कि जापानमा।
आफ्नो काम आफै गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छन्। अनि त्यसमाथि क्लब एक्टिभिटिज हुन्छ, अनि स्टडी गर्नुपर्छ। अनि अहिले त मेरो साथीहरूले पार्ट टाइम जब पनि गर्छन्। सबै चिजहरू सम्हाली लाइक पुरै म्यानेज गरेर हिँडिरहेको छन् कि सबैजना। तपाईँले 10 कक्षाको सुरुवातसम्म नेपालमा पढ्दै हुनुहुन्थ्यो। यहाँ एकैचोटि 10 कक्षाबाटै पढ्नुभयो नि होइन जापानमा? हजुर, म फेरि जापानमा आएर 10 कक्षा निरन्तरता सँगै दिनुभयो? हजुर, सँगै दिएँ। र गर्दै गर्दा उहाँहरूले जुन सिक्नु भएको अनुशासन अनि तपाईँमा के फरक थियो? फरक त धेरै नै थियो। अब सबैभन्दा ठुलो फरक भनेको चाहिँ के थियो भन्दाखेरि चाहिँ यहाँको कल्चर मेरो कल्चरसँग धेरै नै डिफ्रेन्ट, हाम्रो देशको कल्चरसँग एकदमै धेरै डिफ्रेन्ट थियो। एडजस्ट हुन कस्तो लाग्यो? एडजस्ट हुन धेरै नै गाह्रो थियो सुरुमा। अब सबैसँग डर, सुरुमा बोल्दाखेरि चाहिँ अकमकिएर बोल्ने गर्थेँ, डर लाग्थ्यो। जापानिज साथीहरूले कसरी स्वीकार गर्नुभयो तपाईँलाई? जापानिज साथीहरूले चाहिँ मलाई अब सुरुमा चाहिँ म आफै नै हिम्मत गरेर बोल्न गएँ। आफै बोलाउन थाल्नुभयो? उहाँहरूले कस्तो व्यवहार गर्नुभयो कि विदेशी साथी आफ्नो क्लासमा आउँदा कस्तो गर्नुभयो? सबैजनालाई सक भएको थियो सुरुमा त, किनकि मेरो स्कुल भरि म मात्रै एउटा विदेशी थिएँ त्यति बेला। हजुर, अनि म मात्रै एउटा विदेशी थिएँ। अनि सबैजनाले मलाई एकदमै ठुलो आँखा पारेर हेरिरहेको थियो। मलाई डर लागिरहेको थियो। कस्तो डर लागेको थियो? लाज जस्तो? लाज भन्दा नि एकदमै मुटु डुकडुक डुकडुक भइरहेको थियो। एकदमै डर लागिरहेको थियो। अब के हुने होला सोचिरहेको थिएँ मैले। कोही बोल्न आउनु भएको थिएन छेउमा? सुरुमा बेन्चमा बसेँ, आफ्नो इन्ट्रोडक्सन दिएँ। अनि बेन्चमा गएर बस्दाखेरि चाहिँ अब क्लास चलिरहेको थियो, कोही पनि बोल्न आएन त्यति बेला। क्लास इन भएपछि सबै सुमेर बोल्न आएको थिएँ होइन, नाम सोधिरहेको थिएँ। त्यति बेला नाम भन्न चाहिँ मैले सिकेर गएको थिएँ। ए, तपाईँले जापानिज भाषामै परिचय दिनुभएको? हजुर, हल्का सिकेर गएको थिएँ, हल्का भयो नि सजिलो हुन्छ भनेर। अनि त्यसपछि चाहिँ अब सबै राम्रै भयो, बोल्दै गएँ। उनीहरूले मलाई भाषा सिकाउँदै गए, म सिक्दै गएँ। साथी बनाउन त्यति गाह्रो भएन? त्यति धेरै गाह्रो पनि भएन, तर त्यति धेरै सजिलो पनि भएन। त्यति बेला साथीहरूले आएर झुम्बिनु भयो, परिचय दिनुभयो, अनि सुरुवात भयो होइन? र त्यतिखेर र अहिलेमा कतिको कम्फर्टेबल हुनुहुन्छ? त्यति बेला त निकै नै गाह्रो भएको थियो। अहिले त त्यस्तरी बोल्न आउँदा कोही पनि मेरो साथीहरू होइन, अहिले त धेरै नै कम्फर्टेबल छु। म धेरै साथीहरू बनाइसकेको छु। अनि धेरै कुरा उनीहरूले मलाई सिकाउँछन् जापानको बारेमा। अनि मैले आफ्नो कल्चर, मेरो आइडेन्टिटी सबै उनीहरूलाई मैले सिकाइरहेको हुन्छु होइन, नेपालको बारेमा। अनि उनीहरू पनि अचम्म मान्छन् होइन। सुरुचोटि मैले नेपालमा हिमालय छ, माउन्ट एभरेस्ट नेपालको हो भन्दाखेरि एकदमै धेरै अचम्म मानिरहेको थिएँ होइन। अब कतिपय कुराहरू त उनीहरूलाई पनि थाहा हुँदैन होइन। अनि यो सुन्दाखेरि त उनीहरू छक्क परेको थिए। यो भन्दा पनि गौतम बुद्ध नेपालमा जन्मिनु भएको भन्न पनि भनेको थिएँ मैले। त्यो भन्दा त धेरैले बिलिभ गरेको थिएनन्। धेरैले चाहिँ अझैसम्म थाहा पाएको रहेछन् कि नेपालमा हो भन्ने, सोच्दो रहेछन् कि इन्डियाको हो भन्ने। अनि मेरो साथीहरूले इन्डिया र नेपाल एउटै होइन र पनि भनेर सोधिरहेको थिए, किनकि हामीहरू हल्का फेसले सिमिलर हुन्छौँ। अनि हिन्दू कल्चर धेरै छ दुईटै कन्ट्रीमा, त्यही भएर। अनि म आएपछि मैले उनीहरूलाई नेपालको बारेमा धेरै कुरा भनेको थिएँ होइन। सबै कुराहरू बताउनु भयो? मैले बताएको थिएँ। अनि उनीहरूले पनि मलाई जापानको कल्चरहरूको बारेमा धेरै कुरा भने होइन, सिकाए। त्यही भएर हामीहरू चाहिँ एक्सचेन्ज हुन्छ नि, एकदम मल्टिकल्चर टाइपले एकदम क्लोज भयौँ, एडजस्ट भयौँ। अनि शिक्षकले तपाईँलाई गर्ने व्यवहार चाहिँ कस्तो लाग्यो? शिक्षकले गर्ने व्यवहार त एकदमै राम्रो थियो। मैले केही प्रश्नको उत्तरहरू बुझिनँ भने मलाई सिकाउनुहुन्थ्यो। अनि मैले फेरि बुझिनँ कि भनेर मलाई एक्सप्लेन फेरि गरिदिनुहुन्थ्यो राम्ररी, स्लोली होइन, जापानिजमा। अनि केही नआउँदाखेरि सुरुमा सुमिचान भन्दै सोध्न आउनुहुन्थ्यो। तपाईँको जापानिज नाम? जापानिज नाम त होइन, तर सेन्सीहरूले मलाई निकनेम राखिदिनु भएको, सुमिकाबाट सुमी। अनि त्यसपछि चाहिँ एकदमै हुन्छ नि, एकदमै सपोर्ट गर्नुभयो मलाई। अहिलेसम्म म यहाँ छु नि, त्यो सबै मेरो क्रेडिट चाहिँ मेरो क्लास टिचरलाई दिन्छु कि। धेरै सहयोग गर्नु, लास्ट डे नै धेरै हेल्प गर्नुभएको थियो होइन, मलाई अघि बढ्नको लागि होइन। केही बुझिनँ भने केही सिकाइदिने। अनि त्यसपछि चाहिँ मलाई खान्जी नआएको बेलामा भनिदिने, अनि सपोर्ट गर्ने।
अनि मलाई एउटा कुरा आएन कि भनेर फेरि एक्सप्लेन गरिदिने। अनि त्यति बेला मैले यो कुरा पनि बुझेँ कि डराएर कहिले पनि हुँदो रहेछ होइन, हजुर सोध्नु पर्दो रहेछ, नजानेको कुरा अघि बढ्नको लागि नसोधी केही हुँदो रहेछ भन्ने कुरा त्यति पनि बेला तपाईँले आउँदैन भनेर छोडेको भए होइन? मैले आउँदैन भनेर छोडेको भए अहिले म यति राम्रो हुन्थेन होला जापानिजमा। तर मैले त्यति बेला कोसिस गर्नुपर्छ, नडराइकन सोध्नुपर्छ भनेर मैले आफ्नो टिचरलाई सोधेर अनि त्यसपछि चाहिँ म अहिले सबैको अगाडि बोलिरहेको छु। त्यही भएर नेपालबाट मात्र तपाईँ एकजना विदेशी हुनुहुन्थ्यो कि अरू अरू देशको पनि हुनुहुन्न थियो? मेरो पहिला पढ्ने स्कुलमा चाहिँ म मात्रै एउटा विदेशी थिएँ भने अहिले पढ्ने स्कुलमा चाहिँ हरेक क्लासमा हरेक मतलब इचिनेन्से, निनेन्से, सान्नेन्से हुन्छ जापानमा चाहिँ। त्यो चाहिँ 10, 11, 12 हो। अहिले तपाईँ? अहिले चाहिँ म हाई स्कुल पढ्दैछु। अनि हाई स्कुलमा चाहिँ के छ भन्दाखेरि चाहिँ मेरो हाई स्कुल चाहिँ इन्टरनेसनल हो, जापानिज इन्टरनेसनल। त्यही भएर चाहिँ एउटा क्लासमा चाहिँ 12 जना चाहिँ गाईको कुजिन राख्ने चलन छ विदेशीहरू। अहिले 12 जना हुनुहुन्छ? मतलब अहिले म निनेन्से हो, निनेन्सेमा चाहिँ 12 जना हुनुहुन्छ। अहिले त झन् धेरै कुराहरू सिक्न पाइने रहेछ नि त, जापान र नेपालको मात्र नभएर होइन? अहिले चाहिँ विभिन्न देशहरूको बारेमा, विभिन्न भाषा, कल्चर, ट्रेडिसनल फुडहरू अनि साथीहरूले खानाहरू पनि ल्याएको हुन्छन् आफ्नो कल्चरको होइन, सबै अब सिक्दै जाँदैछु। अनि नयाँ नयाँ कुराहरू सिक्दाखेरि अचम्म पनि लाग्छ होइन है। जसरी तपाईँ नेपालबाट जापान आउनुभयो अनि तपाईँलाई त्यहाँनिर एउटा जुन युवती होइन जो चाहिँ डराइरहेको, लजाइरहेको देख्नु भएको थियो, त्यसरी नै अरू पनि विदेशीहरू आउँदाखेरि त्यो देख्नुभयो उहाँहरूमा? अब हामीहरू चाहिँ विदेशी नै थियौँ, त्यही भएर चाहिँ हल्का कम्फर्टेबल फिल भयौँ कि सुरुचोटि भेट्दाखेरि त बोले, अब कोही पनि अब झ्याप्प बोल्दैनौँ होइन, अब बोलेनौँ, लजायौँ। अनि अब कुन भाषामा कुरा गर्ने पनि भइरहेको थियो, इङ्ग्लिसमा कुरा गर्ने कि जापानिजमा कुरा गर्ने पनि भइरहेको थियो। अनि त्यसपछि चाहिँ अनि अब अहिले त हामीहरू एकदमै कम्फर्टेबल छौँ, एकदमै मिल्छौँ। पढ्दै जाँदा जापानको पढाइ र नेपालको पढाइमा कुन गाह्रो लाग्छ? अब पढाइ चाहिँ मलाई चाहिँ जापानको गाह्रो लाग्यो। किन भन्दाखेरि चाहिँ पढाइ अब नेपालको पढाइ चाहिँ अब आफ्नो देशको पढाइ, सानैदेखि पढ्दै, मातृभाषा सानैदेखि पढ्दै आएको अनि अब बुझिन्थ्यो भाषा पनि। जापानको चाहिँ भाषा बुझिँदैन, खान्जी। एकैचोटि ठुलो क्लासमा पुग्नुभयो? अनि एकैचोटि ठुलो क्लासमा थिएँ अनि गाह्रो पनि धेरै भयो। त्यही भएर मलाई चाहिँ नेपालको पढाइ चाहिँ जापानको कम्पेयरमा चाहिँ हल्का सजिलो लाग्छ, सानैदेखि पढेको भएर। अब तपाईँलाई सबैभन्दा गाह्रो सब्जेक्ट कुन लाग्छ जापानको? सबैभन्दा गाह्रो सब्जेक्ट चाहिँ मेरो लागि सेबुचु र कोकुगो। त्यो भनेको? सेबुचु भनेको चाहिँ बायोलोजी साइन्स, कोकुगो भनेको चाहिँ जापानिज, जस्तै नेपाली हुन्छ नि नेपालमा त्यस्तै जापानिज। एकदमै धेरै गाह्रो लाग्छ मलाई त्यो चाहिँ। अनि त्यो चाहिँ मलाई किन गाह्रो लाग्छ भन्दाखेरि चाहिँ बुन्सोहरू योम गर्न र अनि त्यसपछि चाहिँ खान्जी एकदमै धेरै गाह्रो हुन्छ। त्यसलाई सजिलो बनाउन के गर्दै हुनुहुन्छ त? अहिले चाहिँ म टिचरको हेल्प लिएको छु। टिचरलाई मैले डिफ्रेन्ट फाइल्सहरू लाइक हेल्प गरिदिनु न, दिनु न भनेर भनेको छु। अनि आफूले पनि नेटबाट पढिरहेको छु अनि अब प्र्याक्टिसहरू गरिरहेको छु अनि 4-5 चोटि एउटै नोटबुकहरूलाई रिभाइज गरिरहेको छु। मेहनत धेरै गरिरहनु भएको? हजुर। जापानिज भाषा पढ्न र परीक्षा दिन चाहिँ कतिको गाह्रो रहेछ? जस्तो कि तपाईँले पढ्दै गर्दा त टिचरबाट हेल्प लिइरहनु भएको हुन्छ होइन, परीक्षामा चाहिँ कस्तो? परीक्षामा पनि गाह्रो नै भयो। अब परीक्षामा चाहिँ हाम्रो चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ लेखेको भरमा मात्रै पास गराइदिनु हुन्न यता। अब आफू डिसिप्लिन हुनुपर्छ अनि एटेन्डेन्सलाई एकदमै महत्त्वपूर्ण लिनुहुन्छ अनि एटेन्डेन्स फुल हुनपर्छ। अनि त्यसपछि सर म्यामले दिएको होमवर्क या एसाइनमेन्टहरू सबै गरिरहेको हुनुपर्छ। अनि यो होमवर्कहरू कम्प्लिट गर्ने अनि यो सबै गऱ्यो भने चाहिँ हाम्रो इक्जाममा चाहिँ नम्बर राम्रो आएको हुन्छ। अब यो सबै हाम्रो पुरा छैन भने चाहिँ कतिपयहरू चाहिँ फेल पनि हुन्छन्। त्यसले पनि धेरै सपोर्ट गर्ने रहेछ है? हजुर। अब म आफै जापानिजमा ट्यालेन्ट नभए पनि मेरो एटेन्डेन्सहरू यो सबै होमवर्कहरू सबै कम्प्लिट छ भने मलाई टिचरले राम्रो मार्क्स दिनुहुन्छ। अनि टिचरले तपाईँलाई पढाइराख्नु भएको बेलामा पनि नबुझेको अवस्था होला होइन?
एकचोटि दुईचोटि पनि उहाँले रिभिजन गराउँदा पनि कहिलेकाहीँ भाषाको कारणले नबुझेको अवस्था होला, त्यो बेला के गर्नुहुन्छ? हाम्रो स्कुल चाहिँ मैले हजुरलाई पहिला पनि भने हाम्रो स्कुल चाहिँ इन्टरनेसनल हो, त्यही भएर यसमा चाहिँ होन्ताई र तोरीदासी हुन्छ। त्यो भनेको होन्ताई भनेको चाहिँ नर्मल्ली पढ्ने भयो जापानिजसँग, तोरीदासी भनेको चाहिँ अब अलि सक्दैन, गाह्रो छ पढ्न या निहुङ्गो राम्ररी आउँदैन भने चाहिँ तोरीदासीमा जाने, एकदम सजिलो तरिकाले पढाइदिनुहुन्छ। हजुर, यसमा चाहिँ इङ्ग्लिसबाट पनि पढाउनुहुन्छ? अब इङ्ग्लिसबाट त पढाउनुहुन्न, तर निहुङ्गोमा चाहिँ सजिलोरी नै पढाउनुहुन्छ, बुझ्ने गरी। हजुर, सबले बुझ्ने गरेर पढाउनुहुन्छ। पहिला जापान आउने बित्तिकैको बेलामा चाहिँ के गर्नुभयो त सरले पढाएको पनि नबुझ्दाखेरि? पहिला सुरुमा म जापान आउने बित्तिकै चाहिँ मेरो बाबाले चाहिँ मलाई स्कुल जानुभन्दा अगाडि हल्का भए पनि सजिलो हुन्छ भनेर खाते केउसी हालिदिनु भएको थियो। मतलब प्राइभेट टिचर, प्राइभेट अब ट्युसन टिचर भनौँ न, हाल्नु भएको थियो। अनि खाते केउसीले मलाई पढाउनुहुन्थ्यो। अनि त्यसपछि स्कुल गएपछि चाहिँ मलाई सेन्सेहरूले एकदमै धेरै हेल्प गर्नुभयो। अनि सेन्सेहरूले पनि मलाई अझै एउटा निहुङ्गोको सेन्से पनि हुनुहुन्थ्यो, जसले मलाई पढ्नको लागि हेल्प गर्नुभयो। अनि मलाई जुनियर हाई स्कुलमा थियो त्यति बेला म। अब जुनियर हाई स्कुलबाट हाई स्कुल जानको लागि इक्जाम दिएर जानु पर्थ्यो। म त बल्ल आएको छु, अब केही पनि आउँदैन मलाई, न भाषा आउँछ, न यो वरिपरिको वातावरण केही थाहा छ, न केही छ, न केही छ। अब के गर्ने होला भन्दाखेरि मलाई मेरो निहुङ्गोको सेन्सेले धेरै हेल्प गर्नुभयो, मलाई यो को चुज गर्नको लागि, सबै गर्नको लागि आइडियाहरू दिनुभयो, हेल्प गर्नुभयो पढाइमा। जापानी स्कुलमा होमवर्क र असाइनमेन्ट चाहिँ कस्तो हुन्छ? होमवर्क र असाइनमेन्ट चाहिँ अब नर्मल नेपालको जस्तै नै हुन्छ भनौँ न। धेरै नै हुन्छ होमवर्कहरू, हरेक सब्जेक्टको डिफ्रेन्ट होइन। अनि त्यसलाई चाहिँ सर म्यामले चाहिँ त्यसको आधारमा पनि टेस्टमा रिजल्ट दिनुहुन्छ। अनि एसाइनमेन्टहरू चाहिँ अब भन्न पर्दाखेरि चाहिँ हामी धेरै चाहिँ अनलाइनबाट पढ्छौँ। हाम्रो स्कुलमा चाहिँ ल्यापटपहरू सबैको आफ्नो पर्सनल ल्यापटप, ट्याब छ या मोबाइल हामीले स्कुलमा लिएर जान्छौँ। अनि हाम्रो पढाइ चाहिँ धेरै ल्यापटपहरूबाट हुन्छ, मोबाइलबाट हुन्छ। टिम्स, क्लासी भन्ने हुन्छ एपहरू, अनि एबिसिइडी भन्ने। अनि सबै हामी त्यहीबाट नै पढ्छौँ हामीले चाहिँ। हजुर, त्यहीबाट नै एसाइनमेन्टहरू दिनुहुन्छ। अहिले पनि हाम्रो यो नाचुयास्मीको होमवर्कहरू सबै हाम्रो अनलाइनबाटै छ। 10 कक्षासम्म नेपालमा एक्जाम दिँदा र जापान आइसके पछाडिको एक्जाम सिस्टम चाहिँ के फरक पाउनुभयो? इक्जाम सिस्टममा धेरै नै फरक पाएँ मैले होइन। के भन्दाखेरि चाहिँ नेपालको हामी चाहिँ डिफ्रेन्ट, हामी एउटै क्लासमा बसेर आफ्नै सँगैको साथीसँग एक्जाम दिँदैनौँ नेपालमा। छुट्टै क्लासमा गएर दिन्छौँ होइन, आफ्नो रजिस्ट्रेसन नम्बर अनुसार हुन्छ होइन। जापानमा चाहिँ एउटै साथीहरूसँग एउटै क्लासमा जसरी अरू बेला पढ्दा बसिन्छ त्यसरी नै दिने। अनि यहाँ कसैले पनि एकअर्काको हेर्दैन। झुकेर हेर्नुभयो कि भएन तपाईँले सुरुमा? हेरिन, किनकि त्यति बेला त मलाई तपाईँ के लेख्ने पनि थाहा थिएन होइन, त पढ्न पनि आउँथेन। अनि अब तपाईँले देखाइदिनु भयो भने पनि कसैले लेख्दैन के, एकदमै डिसिप्लिन। आफ्नो क्लास चेन्ज गर्दैनन्, त्यही क्लासबाट लेखिरहेको हुन्छन्। अनि एकदमै यो चाहिँ एकदमै ठुलो मैले चेन्ज देखेँ थिएँ। सुरुमा आउँदाखेरि त धेरै नै सक भएको थियो। एक्जाम जस्तो पनि होइन कि जस्तो लाग्यो होला होइन? एउटै नर्मल छ भन्ने टाइपको भइरहेको थियो मलाई। तर त्यसबाट के कुरा सिक्नुभयो? त्यसबाट त मैले मतलब जापानको विद्यार्थीहरू धेरै नै मेहनती हुँदो रहेछन् भन्ने कुरा एउटा सिकेँ। अनि अरूमा डिपेन्ड नगर्ने होइन। एक्जाम भनेपछि लोड पनि त भएन नि त, जस्तो पर जाने, एकदम सधैँ सँगै बसेर पढिरहेको, फरक राखिदिँदाखेरि त एक्जाम भन्ने एक प्रकारको प्रेसर जस्तो पनि त भएन नि त, नर्मल भयो। नर्मल टाइपले नै अब अलिक प्रेसर नगरिकन नर्मल टाइपले नै दिने टाइपको। अनि कसैले एकअर्काको नहेर्ने, रुल्स भनेको रुल्स भन्ने, एकदम डिसिप्लिन, टाइम म्यानेजमेन्ट सबै। भनेपछि जापानको स्कुलमा एटेन्डेन्स चाहिँ एकदम महत्त्व रहेछ है? एटेन्डेन्स त मेन रोलै हो एटेन्डेन्स, जसले चाहिँ एक्जाममा पनि हजुर एटेन्डेन्स भएन भने चाहिँ धेरै जस्तै अर्को ग्रेडमा चाहिँ जान पाइँदैन के है। अनि तपाईँ चाहिँ स्कुलमा क्लब एक्टिभिटिज र एक्स्ट्रा एक्टिभिटिजमा पनि सहभागी हुनुहुन्छ? हजुर, म चाहिँ अहिले गर्ल्स सकर क्लब हो, म चाहिँ फुटबल खेल्छु। ओके, नेपालदेखि नै हुनुहुन्थ्यो कि यहाँ आएपछि? होइन, म यहाँ आएपछि जोइन भएको गर्ल्स, अनि त्यसपछि यहाँ आएपछि जोइन भएको।
म खास गरी फुटबल क्लब जोइन हुनुको कारण चाहिँ खास गरी साथीहरू धेरै बनाउन सक्छु भन्ने, अनि जापानिज भाषा झन् इम्प्रुभ हुन्छ खेल्दा खेल्दै, बोलिन्छ, अनि त्यसपछि इम्प्रुभ हुन्छ, साथीहरूबाट केही सिक्छु भनेर जोइन भएको थिएँ। नेपालदेखिको रहर थिएन? त्यस्तो नेपालदेखिको रहर पनि भन्दिनँ म, तर मलाई सानैदेखिबाट मन चाहिँ पर्थ्यो फुटबल होइन, तर आफूले कहिले पनि खेलेर हेरेको थिएन। अनि त्यसपछि अब जापान आएपछि अब मलाई अब चान्स मिल्यो खेल्ने, अनि मैले चाहिँ अब किन यो चान्स गुमाउने भनेर एकचोटि ट्राई गरौँ न त भनेर अनि ट्राई गरेको। भाषा पनि इम्प्रुभ भयो? अनि भाषा पनि धेरै इम्प्रुभ भयो, अनि साथीहरूले पनि धेरै नै हेल्प गरे, अनि आफ्नै क्लासको साथी मात्रै होइन डिफ्रेन्ट क्लासको साथीहरू भेट्न पाइन्छ, सिनियर जुनियर सबै हुन्छन् होइन, अनि सबैसँग बोल्न पाइन्छ, अनि धेरै कुराहरू सिकिन्छ। पहिला तपाईँलाई फुटबल खेल्छु भनेर सोच राख्दा र अहिले खेल्दै गर्दाको डिफ्रेन्ट के पाउनुहुन्छ त? खेल्छु भनेर सोच्दाखेरि त सजिलो नै होला, के नै गाह्रो होला र भन्ने टाइपको लेखेको थिएँ। अहिले खेल्दाखेरि त धेरै नै गाह्रो छ होइन। अब शनिबार आइतबार पनि हुन्छ क्लब, कहिले म्याच खेल्नलाई कहाँ जानुपर्छ, कहिले कता जानुपर्छ, अनि पानी हुँदाखेरि पनि खेल्नुपर्छ, गर्मी हुँदाखेरि पनि खेल्नुपर्छ, अनि दिनदिनै क्लबमा जाँदाखेरि 4 किलोमिटर दौडिनुपर्छ। अनि पढाइसँगै यस्तो एक्स्ट्रा एक्टिभिटिजहरूमा चाहिँ कसरी टाइम म्यानेज गर्ने त? सबभन्दा ठुलो विषय नै यही हो, टाइम म्यानेजमेन्ट भन्ने होइन। अब टाइम म्यानेज गर्न सकियो भने जे नि गर्न सकिन्छ, अब यही टाइमलाई म्यानेज गर्न सकिएन केही गर्न सकिन्न। अब मैले चाहिँ कसरी भन्दाखेरि चाहिँ अब हाम्रो क्लब एक्टिभिटी चाहिँ मेरो 4:30 बजे मेरो स्कुल फिनिस भएपछि हुन्छ होइन, 6:30 बजीसम्म हुन्छ, अनि 6:30 बजीसम्म हुँदाखेरि चाहिँ अब थकै लाग्छ धेरै नै। हजुर। अब के गर्ने त भन्दाखेरि चाहिँ घर जाने, खाना खाने, मुखसुख धुने, नुहाउने होइन, अनि त्यसपछि फेरि 2-3 घन्टा पढ्न थाल्ने। पढ्दाखेरि चाहिँ 11:30 बजीतिर सुत्ने गर्थेँ म चाहिँ, अनि 11:30 बजीतिर सुत्छु अझै पनि। अनि जापानी साथीहरू र नेपाली साथीहरूमा होइन उहाँहरूको नेचरमा के डिफ्रेन्ट पाउनुभयो? अब डिफ्रेन्स त त्यस्तो धेरै केही पनि पाइनँ, तर यहाँको चाहिँ एकदम डिसिप्लिन हुन्छन्, अनि अनि म्याच्योर हुन्छन्, अनि आफ्नो काम आफै गर्ने हो भन्ने स्वभावको हुन्छन्। अनि जस्तो तपाईँहरू पढ्दै गर्दाखेरि होइन कहिलेकाहीँ केही समस्याहरू आइपर्दाखेरि सेयर गर्दाखेरिको स्वभाव, हेल्प गर्ने तरिका त्यस्तो चाहिँ के छ? त्यस्तो त एकदमै धेरै राम्रो छ होइन। मलाई केही चाहियो भने, केही भयो भने एकदमै छिटो हेल्प गर्छन्, अनि मैले केही भने होइन, अनि त्यसपछि मलाई एकदमै राम्ररी सुन्छन् होइन। त्यो स्वभाव राम्रो, एकदम त्यो स्वभाव त एकदमै राम्रो। अनि कहिलेकाहीँ जापानिज साथीहरूले चाहिँ तपाईँलाई नेपाल कस्तो छ, के छ, इन्ट्रेस्ट दिएको, क्वेसनहरू सोधेको त्यस्तो छ? एकदमै छ त। अझ मेरो साथीहरूले त तिम्रो बिहा भयो भने चाहिँ नेपालमा बोला है भनेको छ सबजनाले। बिहाको बारेमा हाम्रो नेपालमा त यस्तो खालको बिहे हुन्छ, यहाँको र उहाँकोमा डिफ्रेन्ट छ नि त होइन, बिहे गर्ने तरिका सुनाउनु भएको छ यस्तो हुन्छ भनेर? बिहाको कुरामा चाहिँ मैले खासै डिफ्रेन्स सुनाएको त छैन होइन, हामी यस्तो धेरै कुरा पनि गर्दैनौँ बिहाको चाहिँ, तर पनि घरिघरि यस्तो कुराहरू आउँछ भने चाहिँ अनि त मेरो बिहामा आइज है, त मेरो बिहामा आइज है भन्ने टाइपको हुन्छ नि साथी, अनि त्यस्तो चाहिँ भइरहेको हुन्छ, अनि बोला है भन्छन्। बोलाउँछु भन्नुभएको? बोलाउँछु भनेको छु। अनि जापानी साथीहरूसँग हुँदा कहिल्यै कल्चरल मिसअन्डरस्ट्यान्डिङ भएको छ? अब कल्चरल मिसअन्डरस्ट्यान्डिङ त त्यस्तो धेरै त भएको छैन, तर त्यही गौतम बुद्धको बारेमा चाहिँ एकचोटि हामीले, अनि उनले मलाई प्रश्न गरेकी थिइन् मेरो साथीले, गौतम बुद्ध इन्डियामा जन्मेका हुन् कि नेपालमा भनेर, अनि त्यति बेला चाहिँ मैले हुलाई नेपालमा जन्मिनु भएको हो गौतम बुद्ध भनेर भनेको थिएँ। अरू त्यस्तो धेरै मिसअन्डरस्ट्यान्डिङहरू त त्यस्तो केही पनि भएको छैन, सबै म्याच्योर छन्, सबै बुझ्ने छन् होइन, अनि सबै अर्को देशहरूको बारेमा, कल्चरको बारेमा, खानाको बारेमा, ट्रेडिसनलको बारेमा बुझ्न चाहन्छन्, त्यही भएर त्यस्तो धेरै त छैन, राम्रै छ। हजुर। जापानमा तपाईँलाई सबैभन्दा मन परेको स्कुल कल्चर के हो त? स्कुल कल्चर चाहिँ अहिले चाहिँ म हाई स्कुलमा छु, अनि मलाई मेरो हाई स्कुलमा सबभन्दा धेरै मनपर्ने कल्चर चाहिँ बुङ्कासाई भन्ने हो। बुङ्कासाई भनेको एउटा
हरेक क्लासले आफूलाई मनपर्ने डिज्नी या केहीको बारेमा खेलहरू बनाउने अनि कसैले खाना बेच्ने कसैले के गर्ने टाइपको हुन्छ स्कुलमै हजुर स्कुलभित्रै बेच्ने भन्नाले त्यहाँ साँच्चै किन्ने पनि हुनुहुन्छ हजुर साँच्चै बाहिरबाट मान्छेहरू आउनुहुन्छ हजुर अनि त्यसपछि चाहिँ किन्नुहुन्छ होइन अनि सबले आफ्नो क्लासले आफ्नो टी सर्टहरू हुन्छ चुज गरेको सबै क्लासको छुट्टै टी सर्टहरू हुन्छ होइन डिफ्रेन्ट अनि त्यो चाहिँ एकदमै मन पऱ्यो त्यो मलाई एकदमै रमाइलो हुन्छ तपाईँले त्यसमा के गर्नुहुन्छ त हामीले चाहिँ पहिलाको वर्ष चाहिँ बेम्याक्स गरेको थियौँ र अहिलेको वर्ष चाहिँ जङ्गल क्रुज गरेको थियौँ रमाइलो लाग्छ त्यसमा हजुर एकदमै रमाइलो हुन्छ तर कामहरू पनि धेरै नै हुन्छ गर्नुपर्ने कहिलेकाहीँ नेपाल फर्केर जान मन लाग्छ अब आफ्नो देश आफ्नो ठाउँ फर्केर त कसलाई पो जान मन लाग्दैन र होइन र अब आफ्नो पहिचान छ त्यही देशमा अनि संस्कृति कल्चरहरू खानाहरू सबै याद आउँछ सबै मिस हुन्छ के धेरै मिस हुन्छ सबैभन्दा भन्नुहोस् त कल्चर है दसैँ तिहारहरू अनि यस्तो सबै आउँदाखेरि त जाम नबी आफ्नो देश जाम कि जाम जस्तो हुन्छ होइन तर अब आइसकेछ अब केही नगरिकन देश फर्किने कुरा पनि त भएन नि त अब यहाँ आएर फेरि यत्रो मेहनत गर्दै हुनुहुन्छ अहिले तपाईँ नेपालको हिसाबले +2 सकाउन लाग्दै हुनुहुन्छ त्यस पछाडि के गर्ने सोच हुनुहुन्छ के पढ्ने सोचिरहनु भएको छ अब त्यसपछि त युनिभर्सिटी जाने सोचमा छु अब युनिभर्सिटी गएर सायद इन्टरनेसनल ल पढ्छु होला इन्टरनेसनल ल पढ्ने सोच हुनुहुन्छ सानोदेखि कि त्यही सोच हो कि ठुलो भएर लिनुभयो सानोमा के बन्छु जस्तो लाग्थ्यो सानोमा सायद अब डक्टर भन्थ्यो होला होइन अब सबैले डक्टर भने अब मैले पनि डक्टरै भन्थ्यो होला अनि टिचर पनि भन्थ्यो होला हजुर अहिले चाहिँ अब यो 6-7 वर्ष हुन लागिसक्यो होला 6-7 वर्ष पनि भन्दिनँ 5-6 वर्ष जब त्यो दिनदेखिबाट चाहिँ मैले अब ल पढौँ न भनेर सोचिरहेको थिएँ होइन सायद ल नै पढ्छु होला अबको सपना वकिल बन्ने छ ल पढ्ने सोच राखिरहनु भएको रहेछ होइन जापानको एजुकेसनले चाहिँ तपाईँलाई भविष्यमा कस्तो सपोर्ट गर्ने देख्नु भएको छ अब सायद गाह्रो त निकै नै हुन्छ होइन मलाई ल पढ्दाखेरि होइन किनकि अब जापानमा ल पढ्यो भने चाहिँ अब खान्जीहरू होइन एकदमै धेरै गाह्रो हुन्छ लको अब सानैदेखि पनि यहीँ पढिएन त्यही भएर चाहिँ अब गाह्रो हुन्छ जस्तो लाग्छ होइन सायद जापानमा ल पढ्ने अपर्च्युनिटी चाहिँ कम छ जस्तो लाग्छ मेरो लागि चाहिँ कसरी पुरा गर्ने सोचिरहनु भएको छ नेपाल फर्केर सायद नेपाल फर्किन्छु कि कुनै अरू देश जान्छु अहिलेसम्म त अब सोचेको छैन त्यहाँसम्म त अहिले त अब पढाइ सपना चाहिँ देख्नु भएको छ एउटा सपना त बुन्न पर्यो नि त्यही भएर सपना चाहिँ देखिरहेको छु तर अब अहिले चाहिँ पढाइमै ध्यान दिएको छु अहिले मेन फोकस चाहिँ होइन पढाइमै छ अहिले हाई स्कुलको पढाइमै ध्यान दिइरहेको छु यति सानै उमेरमा होइन यस्तो धेरै कुराहरू गर्नुभएको छ नेपालदेखि जापानसम्मको चुनौतीपूर्ण यात्रालाई होइन सफल बनाउने कोसिस गरिरहनु भएको छ एकदम मेहनती हुनुहुन्छ है अब मेहनत त गर्दै जाम अब भोलि के हुन्छ कसैलाई केही थाहा छैन अब आफूले गर्ने चिज आफूले सक्ने चिज गर्नै पर्यो पछि हटेर त अब कहिले पनि केही पनि हुँदैन होइन आफूले केही गर्नको लागि फर्स्टमा आफ्नो डर फर्स्ट स्टेप हो त्यो चाहिँ फर्स्ट स्टेप त अब आज हामी कुरा गर्दैछौँ होइन तपाईँ जस्तै धेरै नेपाली अभिभावकहरू जापानमा हुनुहुन्छ उहाँहरूले पनि तपाईँ जस्तै होइन पढ्दै गर्नुभएकोलाई बिचमा ल्याएर उहाँहरूले पनि यहाँ सङ्घर्ष गरिरहनु भएको छ यसरी नै पढिरहनु भएको होला उहाँलाई के भन्न चाहनुहुन्छ म चाहिँ यति भन्छु कि डर लाग्दैमा आफ्नो सपना त्याग्ने चाहिँ होइन होइन अब डर लाग्दैमा आफ्नो सपना त्याग्यो भने चाहिँ केही पनि पुरा हुँदैन जस्तो लाग्छ डर भनेकै हाम्रो फर्स्ट स्टेप हो सपनातिर जानको लागि होइन म पनि त एउटा बिरानो सहर बिरानो भाषा मान्छे नचिनेको स्कुल ठाउँ अब वरिपरि अब साथीसँग जाम भन्दाखेरि पनि कोही नभएको होइन अब त्यस्तोबाट च्यालेन्ज गरेर म यहाँसम्म आएको छु होइन अनि म यो पनि भन्न चाहन्छु कि अब तपाईँहरूलाई चाहिँ अब ल्याङ्ग्वेजमा तपाईँहरूलाई डर लाग्छ भने डर नमान्नु किनकि मलाई लाग्छ कि तपाईँहरूलाई ल्याङ्ग्वेज सुरुमै सिकेर आउनुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन अब यहाँ आएर पनि तपाईँहरूले ल्याङ्ग्वेजहरू सिक्न सक्नुहुन्छ मेहनत गर्न सक्नुहुन्छ आफ्नो सपनातिर अघि बढ्न सक्नुहुन्छ जस्तो लाग्छ
त्यही भएर म यति भन्छु कि कहिले पनि हार नमान्नुहोस् र आफ्नो डरलाई आफ्नो क्षमता बनाएर हिँड्नुहोस्। कहिलेकाहीँ तपाईँ जस्तो नेपालमा हुँदाखेरि साथीभाइ होइन सबैजना काहीँ घुम्न जाउँ होइन काहीँ जाउँ जाने गर्नुहुन्थ्यो, यहाँनिर चाहिँ त्यस्तो हुँदो रहेछ कि रहन्छ साथीभाइहरूमा? एकदमै धेरै हुन्छ है हामीहरू माछुरी हानापी घुम्न जाने खेल्ने गरिरहेको हुन्छौँ सबै साथीहरूसँग मिलेर अनि धेरै रमाइलो नि हुन्छ। कहिलेकाहीँ एक्लोपन महसुस हुन्छ नि है? अब कहिलेकाहीँ त हुन्छ, अब मानिस हौँ होइन, अब सबै व्यक्तिलाई घरिघरि घरमा बस्न पनि त झ्याउ लाग्छ। के गर्नुहुन्छ त्यो बेला? त्यति बेला चाहिँ पहिला चाहिँ सुरुचोटि आउँदाखेरि त धेरै नै गाह्रो हुन्थ्यो। अब रुममा बस्नको लागि होइन, घरमा एक्लै बस्नको लागि मम्मी बाबा काममा भएको बेला। अहिले चाहिँ आफ्नो टाइमलाई कसरी म्यानेज गरौँ भन्ने हुन्छ होइन, होमवर्क गरेर होस् कि पढेर होस् कि केही नयाँ चिज सिकेर होस् कि। त्यही भएर अहिले त त्यस्तो धेरै गाह्रो पनि हुँदैन पहिला जस्तो। तपाईँलाई कहिले पनि म जापानमा चाहिँ अब सक्दिनँ, यसलाई मेहनत गर्न सक्दिनँ होस् भन्ने खालको पनि फिल भयो? त्यस्तो चाहिँ अहिलेसम्म चाहिँ भएको छैन होइन। अहिलेसम्म चाहिँ मेहनत गर्नुपर्छ, अब अघि बढ्नको लागि यही जापान नै मेरो भविष्य हो भन्ने ठानेको छु होइन। नेपालले चाहिँ मलाई अब पहिचान दियो, अब जापानले चाहिँ यही पहिचानसँग कसरी हिँड्ने भनेर सिकाएको छ होइन। त्यही भएर चाहिँ मलाई लाग्छ कि म एकदमै ग्रेटफुल छु जापानप्रति। मलाई धेरै चिज दिएको छ जापानले, अब धेरै चिज सिकाएको छ, लाइक इमोसनल्ली फिजिकल्ली होइन मेन्टली स्ट्रङ हुन सिकाएको छ। त्यही भएर चाहिँ केही पनि रिग्रेट मामा बाबाको पनि त साथ भयो नि त होइन, मोटिभेट गर्ने हुनुहुन्थ्यो नि त यहाँनिर। हजुर, मम्मी बाबाले पनि धेरै नै साथ दिनुभयो, मोटिभेट गर्नुभयो होइन। कि पढ्दाखेरि केही हुँदैन भन्नुहुन्थ्यो अनि अब आफूले ट्राई गरे हुन्छ होइन। ट्राई गर्दा गर्दा भएन भने छुट्टै कुरा हो, तर ट्राई गर्दै नगरिकन भयो भने चाहिँ अलिक गाह्रो हुन्छ भन्नुहुन्छ। तपाईँलाई जस्तो आज कुरा गर्दै गर्दा होइन एकदम धेरै मेहनती सहनशील जस्तो लागिरहेको छ होइन। तपाईँमा यो परिवर्तन चाहिँ नेपालदेखि नै थियो या यहाँ आएपछि त्यस्तो भएको जस्तो लाग्छ आफूलाई हेर्दा? मलाई चाहिँ पहिलाको म र अहिलेको ममा चाहिँ अहिलेको ममा धेरै परिवर्तन देख्नुहुन्छ? किन भन्दाखेरि चाहिँ यहाँ आउँदाखेरि त कोही पनि भएन नि त मेरो साथमा। उहाँ त साथीहरू धेरै चिन्ने जान्ने वरिपरि छिमेकीहरू होइन, अब आफ्नो भाषा मेन थियो। अनि यहाँ आउँदाखेरि त कोही पनि भएन। अनि त्यसपछि चाहिँ म उहाँ अब डराउँथेँ भने यहाँ आउँदा अहिले चाहिँ म डराउँदिनँ। अहिले म जोसँग पनि बोल्न सक्ने भएकी छु, मेहनत गर्छु। पहिलाभन्दा मेहनत गर्न धेरै सिकेकी छु अनि आफू कसरी इन्डिपेन्डेन्ट हुने भन्ने कुरा पनि सिक्नु भएको छ। तपाईँले नेपालको कक्षा 10सम्म पढेर जापान आएपछि तपाईँले आफ्नो पुरानो जीवनलाई चाहिँ कसरी हेर्नुहुन्छ? पुरानो जीवनलाई चाहिँ मैले चाहिँ एकदमै आफ्नो हुन्छ नि मेमोरिजहरू, आफ्नो लाइक चाइल्डहुडहरू अनि आफ्नो साथीहरू सबैलाई एकदम रमाइलो तरिकाले हेर्छु। किनकि त्यो दिन फेरि फर्केर आउँदो रहेछ भन्ने तरिकाले हेर्छु होइन। अहिले त सबै छुट्टा छुट्टै छौँ होइन। अनि पहिला त धेरै खेलिन्थ्यो, झगडा गरिन्थ्यो, सबै गरिन्थ्यो। अहिले त सबै आफ्नो ठाउँमा आफ्नो काम गरिरहेको छन्, बिजी छन् पढाइमा। कहिले काहीँ कुरा हुन्छ साथीहरूसित? भइरहेको हुन्छ साथीहरूसँग कुरा। कस्तो खालको कुराहरू सेयर गर्नुहुन्छ? उहाँहरूले यहाँको बारेमा बुझ्न चाहनुहुन्छ होला होइन? हजुर, मेरो साथीहरू चाहिँ अहिले सबैजना पढाइतिर एकदम ध्यान दिइराख्नु भएको छ। अहिले 12 चलिरहेको छ, त्यही भएर अब फ्युचरमा के गर्ने टाइपको कुराहरू हुन्छ होइन। अब के गर्दा हुन्छ होइन, अब के गर्दा हुन्छ, के बन्ने भन्ने टाइपको कुराहरू हुन्छ। परिवारबाट टाढा भएर बस्दा 10 कक्षासम्म तपाईँ बस्नुभयो होइन, उता हजुरबा हजुरआमासँग भएर पनि बाबा मामु यता हुनुहुन्थ्यो होइन, कस्तो अनुभव हुँदो रहेछ? अब परिवारबाट टाढा भएर बस्दाखेरि चाहिँ एकदमै निकै गाह्रो हुन्छ होइन। अब गाह्रो चाहिँ के कुरामा हुन्छ भन्दाखेरि चाहिँ स्कुल जाँदाखेरि साथीहरूलाई मम्मी बाबाले लिन आउँदाखेरि, अब कोही साथीहरू मेलाहरू हुन्छ त्यसमा घुम्न जाँदाखेरि मम्मी बाबाको कुरा गर्दाखेरि अनि मेरो नि मम्मी बाबा मसँगै भइदिएको भए नि हुन्थ्यो नि टाइपको फिलिङ हुन्छ होइन। कुन बच्चालाई हुँदैन होला है यो फिलिङ? छ सबै बच्चालाई हुन्छ।
अहिले त झन् कति धेरै आफ्नो आमा बुवा विदेशमा हुनुहुन्छ, हजुर। परदेशमा हुनुहुन्छ। अहिले चाहिँ देशको अवस्थाले गर्दाखेरि पनि अब सबैजना छुट्टिनु परेको छ होइन। अब हामीहरूले पनि यो कुरा बुझ्न पर्यो कि हाम्रै लागि गर्दै हुनुहुन्छ, हाम्रै फ्युचरको लागि गर्दै हुनुहुन्छ भन्ने त होइन। तर पनि कता कतै मनमा हल्का बिरानो त भइहाल्छ नि। आफ्नो मम्मी बाबाको अर्को देशमा हुँदाखेरि, आफू अर्को देशमा हुँदाखेरि अब जुन समयमा साथ चाहिने, जुन समयमा माया सपोर्ट चाहिने, त्यही समयमा नहुँदाखेरि त होइन। त्यतिखेर पनि तपाईँलाई यतिखेर हामीलाई साथ चाहिने बेलामा मामु बाबा हुनुहुन्न भने जस्तो लाग्थ्यो कि अहिले आएर त्यस्तो लागेको हो? अब सानोमा लाग्थ्यो, अहिले चाहिँ त्यस्तो लाग्दैन होइन। अहिले चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ बुझ्ने भयो, ठुलो भयो होइन। अहिले चाहिँ हाम्रै लागि गर्नुभएको रहेछ यत्रो मेहनत, यता पनि गाह्रो रहेछ, मेरै लागि दुःख गर्नुभएको रहेछ, मेरै फ्युचरको लागि गर्नुभएको रहेछ सबै कुरा भन्ने चाहिँ लाग्छ होइन। त्यति बेला चाहिँ अब बुवा आमासँग, हजुरबुवा हजुरआमासँग हुँदाखेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ अब माया चाहिँ धेरै नै गर्नुहुन्थ्यो बुवा आमा, हजुरबुवा हजुरआमाले होइन। तर बाबा मम्मीले चाहिँ जसरी नि बच्चालाई चाहिँ बाबा मम्मीको चाहिँ माया चाहिन्छ के, हजुरबा हजुरआमासँगै बाबा मम्मीको पनि माया चाहिन्छ। हजुरबा हजुरआमाले चाहिँ एकदमै धेरै मायाले हुर्काउनु भयो, बढाउनु भयो होइन। अब तर त्यसै माथि मम्मी बाबाको माया भएको भए झन् कस्तो हुन्थ्यो होला टाइपको फिल हुन्छ के। त्यही भएर चाहिँ मलाई चाहिँ मम्मी बाबाको माया चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ होइन। अब कति मान्छेहरूले चाहिँ अब अझै पनि सोच्नुहुन्छ होला होइन, मम्मी बाबा किन गएको होला, यस्तो भएको होला, उस्तो भएको होला, किन छोडिदिएको होला मलाई, यस्तरी उस्तो भन्छन् होला होइन, अझै पनि कतिपयले। तर म चाहिँ के सोच्छु भन्दाखेरि चाहिँ यो सबै हाम्रो लागि हो, हाम्रै फ्युचरको लागि हो। त्यही भएर चाहिँ हामी पनि त्यसै हिसाबले नबिग्रेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। अब त्यो सबै कुरा सम्झेर अब के गर्नुभयो हाम्रो लागि, के त्याग गर्नुभयो होइन, कस्तो परिस्थितिले यहाँ आउनुभएको छ होइन, हामीलाई किन छाड्नुभयो, किनकि मम्मी बाबाको पनि त इच्छा थिएन, चाहना थिएन होला नि त हामीलाई छाड्ने त, केही भएरै छाड्नु भएको होला जस्तो लाग्छ है मलाई चाहिँ। कति प्यारी एकदम धेरै। अनि त्यही भएर चाहिँ अब बुझ्नुपर्छ जस्तो लाग्छ होइन। अनि म पनि बुझेर अगाडि बढेँ होइन। यहाँ आइसकेपछि त तपाईँले झन् यहाँको व्यस्तताको समयमा एकदमै धेरै बुझेँ। झन् उहाँभन्दा पनि म यति म्याच्योर चाहिँ यहाँ आएर भएको जस्तो लाग्छ होइन। किनकि अब यो सबै कुरा देखिन्छ नि त आफ्नै आँखाले। अब मम्मी बाबालाई भन्न नसके पनि आफूले देखिरहेको हुन्छ नि त, कसरी मेहनत गर्नुभएको छ, के गर्नुभएको छ, हाम्रो लागि कति सङ्घर्ष गर्नुभयो भनेर। यहाँ आएर यस्तो धेरै दुःख गर्नुहुँदो रहेछ भनेर उहाँहरूसँग यसरी खुलेर सेयर गर्नुभएको छ? अब त्यो त कुनै पनि बच्चाले गर्न सक्दैन है। अब देखिन्छ एकदम मनमा माया हुन्छ होइन। अब गर्नुभएको छ ऊ भनेर त्यो त कहिले पनि भन्न सकिएन, भन्न सक्नु भएको छैन। आज खुलेर भन्नुपर्दा के भन्न चाहनुहुन्छ? म चाहिँ आफ्नो मम्मी बाबालाई चाहिँ धेरै नै थ्याङ्क यू भन्न चाहन्छु होइन। धेरै नै थ्याङ्कफुल छु आजसम्म उहाँहरूले मलाई जे गर्नुभयो होइन, जति माया गर्नुभयो, मेरो लागि जति सङ्घर्ष गर्नुभयो, अनि मलाई अहिले यहाँसम्म ल्याउनु भयो होइन। मैले भन्न नसके पनि मनदेखि नै एकदमै थ्याङ्क यू भन्न चाहन्छु होइन। अनि सायद म कुनै कुरामा गलत हुन सक्छु, सायद कहिले बाटो बिराउन सक्छु, त्यति बेला चाहिँ बाटो देखाइदिनुहुन्छ होइन, त्यति बेला हेल्प गर्नुहुन्छ, मेरो ब्याकबोनै हो होइन। केही पर्दाखेरि सहयोग गर्नुहुन्छ, केही पर्दाखेरि यस्तो होइन यस्तो गर्नुपर्छ भन्नुहुन्छ। एकदमै कन्फिडेन्स हुन्छ नि, मलाई कन्फिडेन्स दिने भनेकै मेरो मम्मी बाबाले होइन। अनि म यो पनि भन्न चाहन्छु कि सायद म हरेक कुरामा पर्फेक्ट नहुन सक्छु, हरेक कुरामा सही नहुन सक्छु, तर हजुरहरूले सोचेको जस्तो चाहिँ हुन्छु होइन। हजुरहरूले अहिलेसम्म मलाई कस्तो बनाउन सोच्नु भएको छ, म पक्कै पनि त्यस्तै हुनेछु भन्ने छु होइन। हजुर त्यस्तै कोसिस गर्नेछु होइन। हजुरहरूलाई कहिले पनि निराश बनाउने छैन। अनि तपाईँहरूले सोचेकै छोरी बन्नेछु। अनि अब के भनौँ,
तपाईँहरूको लागि त मैले अब शब्दमा मैले आफ्नो मम्मी बाबालाई कसरी बयान गर्ने के शब्द पनि काफी हुँदैन आफ्नो मम्मी बाबालाई त बयान गर्नको लागि होइन। अब हुर्काउनु भयो, पढाउनु भयो, जे भनेछु त्यही ल्याइदिनु भएको छ, जे चाहेछु त्यही गरिदिनु भएको छ होइन। यहाँसम्म ल्याउनु भयो, अब केही सोचेरै ल्याउनु भयो होला, मेरो भविष्यको बारेमा केही सोचेरै ल्याउनु भएको होला होइन। अनि मलाई राम्रो मान्छे देख्न चाहनुहुन्छ होइन। अब म पनि त्यस्तै मेहनत गरेर मम्मी बाबालाई केही निराश नराखिकन आफ्नो लक्ष्यतिर अघि बढ्नेछु होइन। अनि नेपालमा हुँदाखेरि हजुरबा हजुरआमाको कति धेरै साथहरू पाउनु भएको थियो, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यो पोडकास्ट मार्फत? अब हजुरबा हजुरआमा त मेरो लागि त भगवानै हो है, एकदमै मेरो लागि त मेरो शक्ति नै हो होइन। जतिसम्म अहिले म जति मतलब बढिरहेको छु होइन, म मतलब मेरो लागि त मेरो बाबा मम्मी र हजुरआमा त बराबर हुनुहुन्छ, एकदमै बराबर हुनुहुन्छ होइन। सायद उहाँले मेरो हजुरबा हजुरआमाको लागि पनि केही गर्न चाहन्छु होइन। अहिलेसम्म यत्रो गराउनु भयो, हुर्काउनु भयो, अब एकदमै धेरै माया लाग्छ हजुरबा हजुरआमाको त होइन। सबैभन्दा धेरै नै साथ सपोर्ट दिनुभयो, कोही नहुँदाखेरि पनि हुनुहुन्थ्यो होइन साथमा। अनि बाबा मम्मीको अर्को न्यास्रोपन मेटाउनु भएको थियो हजुर। अनि बाबा मम्मी नहुँदाखेरि हुनुहुन्थ्यो साथमा, पढाउनु भयो होइन। आफूलाई एबिसिडी नआउँदाखेरि पनि मलाई एबिसिडी लेख्न सिकाउनु भएको हो के, ताते गर्न सिकाउनु भएको। अब कसरी बिर्सिन सक्छु हजुरबा हजुरआमालाई? जता भए पनि, जे भए पनि, जस्तो भए पनि कहिले पनि आफ्नो हजुरबा हजुरआमालाई म बिर्सिने छैन होइन। अब अहिले कस्तो खालको कुरा गर्नुहुन्छ फोनमा बोल्दा ओर्दा? हजुरबा चाहिँ अलि बिमारी हुनुहुन्छ अहिले होइन, अनि धेरै त बेडमै हुनुहुन्छ। अनि हजुरआमाले चाहिँ हजुरबाको केयर गर्दै हुनुहुन्छ। अनि हजुरआमा चाहिँ सँग बोल्दाखेरि चाहिँ आमाले चाहिँ छिटो आइज भनेर भन्नुहुन्छ, तँलाई हेर्न मन छ भन्नुहुन्छ। त्यो सुन्दाखेरि चाहिँ जान मन लाग्छ। अनि कहिले जाने सोच बनाउनु भएको छ? अब छिटै जान्छु, अब पढाइ कम्प्लिट भएपछि सायद एकचोटि बुवा आमालाई भेट्न भइ नै जान्छु होला जस्तो लाग्छ। अब आमाले धेरै नै भेट्न खोज्नु भएको छ, अनि मलाई पनि एकदमै जानु मन छ, एकदमै भेट्न मन छ। अब सायद आखिरी भेट हुन्छ कि के हुन्छ कसैलाई केही थाहा छैन होइन। त्यही भएर यत्रो गर्नुभयो, यत्रो हुनुभयो, यत्रो बनाउनु भयो, अनि एकचोटि त भेट्न त परिहाल्छ नि होइन। र एकचोटि अब आमा बुवा र मम्मी बाबाको लागि त शब्द त काफी छैन होइन। मैले जे भने पनि, जस्तो जे गरे पनि, अहिले जे भने पनि होइन, मलाई अघि बढाउने, मेरो राम्रो नराम्रो बानी होइन मलाई सिकाउने, यो गर्नु हुँदैन, 1 2 3 देखि लिएर एबिसिडी देखि लिएर हिँड्न सिकाउने, अनि मलाई अहिले लिएर पढाइदेखि लिएर मेरो खर्च पानी मलाई सबै गर्नुभएको त मेरो बुवा आमा र हजुरबा हजुरआमाले हो नि त। त्यही भएर कार्यक्रमको अन्त्यतिर छौँ हामी होइन। तपाईँले चाहिँ जापानमै हुनुभएका अभिभावक होइन, जसले चाहिँ आफ्नो बच्चाहरूलाई जापानमै पढाइराख्नु भएको छ, जन्मेदेखि यहीँ पढ्नेहरू पनि हुनुहुन्छ होइन। तपाईँ जस्तै नेपालदेखि जापान ल्याएर पढाउनु पनि भइरहेको छ, त्यस्तो अभिभावकहरूलाई भन्ने कुरा केही छ? म चाहिँ यही भन्छु कि होइन, मैले धेरै अभिभावकहरूलाई अब यहीँ जन्मिएको बच्चाहरूको अभिभावकहरूलाई देखिरहेको हुन्छु कि उहाँले चाहिँ घरमा जापानिज बोलिराख्नुहुन्छ। अनि त्यसपछि चाहिँ अनि बच्चाहरूले चाहिँ नेपाली भाषा संस्कृति बुझ्दैन के, त्यसले गर्दाखेरि अनि त्यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आफ्नो देशको बारेमा उनीहरूले केही कुरा बुझ्नै सक्दैन। अब आफ्नो देश जाँदाखेरि पनि या जापान जाम त्यस्तो टाइपको भनिरहेको हुन्छ होइन। आफ्नो देशको संस्कृति नबुझ्ने, अब चलनहरू नबुझ्ने होइन, अब आफ्नो देशमा के भइरहेको छ होइन, भाषा नबुझ्ने, लेख्न नजान्ने, पढ्न नजान्ने विद्यार्थीहरू होइन धेरै नै छन् के जापानमा। म चाहिँ त्यस्तो अभिभावकहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जापानिज बोल्नु भनेको राम्रो हो। अब पढिरहेछन् घरमा होइन, लाइक प्रोनाउन्सिएसन राम्रो बनाइरहेछन्, बोलिरहेछन्, हामीलाई पनि त्यो बोल्दाखेरि त आहा कति राम्रो बोलेको खुसी लाग्छ। तर पछि त्यो फ्युचरमा गएर हेर्ने हो भन्दाखेरि चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ मलाई चाहिँ अब उनीहरूले चाहिँ आफ्नो देशको चलन सबै बिर्सिसकेको छन्
फ्युचर जेनेरेसन हो तिनीहरू होइन। अनि त्यसपछि तिनीहरूले सबै देशको संस्कृति चलन होइन अब यो फेस्टिभलहरू सबै बिर्सिसकेको छन्। अनि मलाई त्यो बेला के लाग्छ भन्दाखेरि चाहिँ अब यसमा चाहिँ खास गरी अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ। हजुर, एकदम महत्त्वपूर्ण भूमिका हुन्छ। अब आफ्नो छोराछोरीलाई जस्तो बनाए त्यस्तै हुने हो भन्छ नि, हुने बिग्रियाको चिल्लो पात। अब बच्चाहरूलाई चाहिँ हामीले जस्तो बनाए त्यस्तै हुने हो कि सानोमा, हामीबाटै सिक्ने हो सबै कुरा। अब हामीले उनीहरूको अगाडि घरमा नेपालीमा बोल्यौँ भने, नेपालको संस्कृतिको बारेमा सिकायौँ भने, जापानिज सँगसँगै नेपाली लेख्न पढ्न सिकायौँ भने, अनि उनीहरूले आफ्नो आइडेन्टिटी म नेपाली हो भनेर बिर्सिन त बिर्सिँदैन नि। त्यही भएर मैले के भन्छु भन्दाखेरि चाहिँ अब घरमा चाहिँ हजुरहरूले आफ्नो छोरछोरीहरूलाई चाहिँ नेपालीहरू सिकाउने, अब त्यस्तो गर्दाखेरि अनि बुझाउने, पढाउने, कल्चरहरूको बारेमा भन्ने, त्यो गर्दाखेरि चाहिँ हजुरको छोराछोरीहरूले पनि अब पछि गएर चाहिँ नेपाल के गरेर फर्किनु परिहाल्ला होइन। अब पर्यो भने पनि उनीहरूले चाहिँ अब यो सबै बुझेको हुन्छ नि त, लेख्न जानेको हुन्छ, पढ्न जानेको हुन्छ होइन, नेपालको कल्चरहरूको बारेमा जानेको हुन्छ होइन, सबै जानिरहेको हुन्छ। त्यही भएर चाहिँ उनीहरूलाई चाहिँ पछि गएर चाहिँ धेरै नै सजिलो हुन्छ जस्तो लाग्छ। त्यही भएर चाहिँ प्यारेन्ट्सहरूलाई चाहिँ घरमा आफ्नो बच्चाहरूलाई चाहिँ कल्चर, ल्याङ्ग्वेजहरू होइन नेपालीमै बोल्ने, चाडपर्वहरूको बारेमा कहिले के हुन्छ होइन, कुन चाडपर्वमा हामी के गर्छौँ जस्तो कुरा भन्नु खोज्नु भएको। हजुर, त्यस्तो सिकाउने। अनि त्यसपछि चाहिँ नेपाली भाषामा बोल्ने के घरमा हुन्छ नि, घरमा नेपाली भाषामा बोल्यो भने उनीहरू पनि हामीसँग नेपाली भाषामै बोल्छन्। अनि उनीहरूको माइन्डमा के सेट हुन्छ भन्दाखेरि चाहिँ गाकोमा जाँदाखेरि या निहोन्जिनसँग बोल्दाखेरि मात्रै हामी निहोङ्गोमा बोल्ने हो। अब मलाई पनि त गाह्रो नै थियो होइन एडजस्ट हुन, सिक्न। अनि मैले चाहिँ अब म आफ्नै कजन्सहरूको कुरा गर्छु होइन, मेरै फ्यामिलीमा नि सानैदेखि यहीँ हुर्केको पढेको भाइ बहिनीहरू छन् कि होइन, उनीहरूको पनि अब घरमा उनीहरू जापानिजमै बोलिरहेको हुन्छ। अब कोही नेपालबाट पाहुनाहरू आयो भने क्यारे भने होइन, ल आफ्नै हजुरबा हजुरआमासँग उनीहरू नेपालीमा बोल्न सक्दैन। त्यो भनेको एकदमै हुन्छ नि, देखेर दुःख लाग्छ, एकदमै दुःख लाग्छ। आफ्नै परिवारसँग बोल्न नसक्ने, आफ्नै देशको मान्छेसँग बोल्न नसक्ने अब के नेपाली भन्नु होइन, त्यस्तोलाई हो नि होइन। अब नेपाली भएर हजुर, नेपाली भएर नेपालीमा बोल्न नजानेसी त्यसलाई नेपाली भन्न पनि त मिलेन नि। अब भाषा नै सबैभन्दा ठुलो पहिचान हो। जो जहाँ बसे पनि आफ्नो भाषा चाहिँ नबिर्सौँ भन्न चाहन्छु। हजुर, म चाहिँ आफ्नो आइडेन्टिटी र भाषा चाहिँ कहिल्यै बिर्सिनु हुँदैन भन्न चाहन्छु अभिभावकहरूलाई। यही भन्छु कि आफ्नो छोरछोरीहरूलाई कि नेपालीमै बोल्न सिकाउनुहोस् घरमा होइन। अनि त्यसपछि चाहिँ नेपालीमै लेख्न पढ्न सिकाउनुहोस्, कल्चरहरूको बारेमा सिकाउनुहोस्। अनि आफ्नो बुवा आमाहरूसँग, अरू फ्यामिली मेम्बरहरूसँग हुन्छ नि, उनीहरूलाई कम्युनिकेसन गर्न एकदम सजिलो हुन्छ पछि गएर, या केही गरेर देश फर्किनु पर्यो भने पनि धेरै नै सजिलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। भन्न चाहनुहुन्छ? हजुर, यही भन्न चाहन्छु। आजको हाम्रो कार्यक्रममा आउनुभयो, यति सानो यति कलिलो उमेरमा पनि कति मिठा अनि कति ठुला ठुला जिम्मेवारीका कुराहरू गर्नुभयो, खुलेर कुरा गर्नुभयो, धेरै खुसी लागेको छ। कार्यक्रममा आउनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। मलाई पनि यहाँ आउन पाउँदा धेरै नै खुसी लाग्यो र मेरो सानो सानो कुराहरू, मम्मी बाबाको कुरादेखि, हजुरबा हजुरआमाको कुरादेखि आफ्नो सपनासम्म मलाई सबै कुरा भन्न पाउँदा पनि निकै खुसी लाग्यो। एकदम धेरै धेरै धन्यवाद।